एउटा कुरा भन्नै पर्नेछ। म माथि प्रमाण छ भनिएको आज 658 दिन भएछ। 2 करोड कर्जा प्रवाह भएको र आफ्नै हस्ताक्षरबाट चेक भुक्तानी गरेको देखिएकोले रकमबारे थाहा थिएन भन्ने जिकिर खण्डित भएको। मान्य रवि लामिछाने प्रबन्ध निर्देशक हुनु अघि नै सञ्चालक समितिको बैठकमा सहभागी भई ब्याङ्क खाता खोल्ने र हस्ताक्षर गर्ने निर्णयमा संलग्न रहेको। मान्य रवि लामिछानेले निशुल्क शेयर पाएको दावी गरे तापनि उक्त शेयर लगानी गर्नको लागि सहकारीकै रकम प्रयोग गरेको। मान्य रवि लामिछानेले आधिकारिक रूपमा अलग भएको भनिएको मिति पश्चात पनि कम्पनीको 100औं चेकहरूमा निरन्तर रूपमा हस्ताक्षर गरिरहेको। मान्य रवि लामिछाने कर्मचारीको रूपमा मात्र नभई कम्पनीको सञ्चालनमा सारभूत प्रभाव पार्ने हैसियतमा रहेको अन्य कर्मचारीको बयानले समेत स्पष्ट पारेको। मान्य रवि लामिछानेले सुप्रिम सहकारीको रु 10 करोड 99 लाख गैर कानुनी रूपमा गोर्खा मिडियामा लगी संगठित अपराध गरेको दावी रहेको।